हेलो नमस्ते हजुरहरू कस्तो हुनुहुन्छ हजुरहरू सबैजना सन्चो सुस्त हुनुहुन्छ होला भन्ने आशाको साथमा म फेरि मेरो नयाँ भिडियो लिएर आइसकेको छु अनि मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु भएको छ भने सब्स्क्राइब गरिदिनुहोस् होला अनि कहाँ गएको भन्नुहुन्छ भने चाहिँ म चाहिँ मेरो साथीहरूसँग घुम्न गएको हामी चाहिँ खातीपट्टि जग्गा गएको थियौँ तर यस्तो धेरै पानी परेकोले गर्दा चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ किप अन चेन्ज भयो क्या अन्त चेन्ज हुँदा हुँदा अहिले चाहिँ हामी मलमा पसेको यो चाहिँ सेम्बावाङ मलमा हो हामी चाहिँ मेरो साथी ऊ चाहिँ अनुषा हो अनि निक्का छ ऊ चाहिँ निक्का हो अनि यस्तो धेरै पानी परेर हामी चाहिँ साथीले साथीले भएर चाहिँ हामी बसेको अब मलमा गएर खानासाना खाएर एकछिन घुमेर चाहिँ पानी रह्यो भने चाहिँ जाने भन्ने हामीले चाहिँ डिसिजन गऱ्यौँ अनि हजुरहरूले कस्तो हुनुहुन्छ के गर्दै हुनुहुन्छ कमेन्ट गरिदिनुहोस् होला मेरो भिडियो कस्तो लाग्छ तिमीले कमेन्ट गरिदिनुहोस् होला सब्स्क्राइब नगर्नेले सब्स्क्राइब गरिदिनुहोस् होला सब्स्क्राइब गरेको भिडियो लाइक गरेको भिडियो सबै डिसलाइक यस्तो भयो दिमाग निकालेको मेरो साथीले मेरो भिडियो सबै लाइक गर्यो सबै डिसलाइक गरिदिनु दिमागै त्यस्तो बनाइदियो आज के गर्नु दुईजना मेरो मङ्की साथीहरू हो यता हेर्नु पर्यो साथी हेर्दै चाहिँ यसले त मलाई एकदमै हतपट छोडिदिन्छ भनेर भन्दैछ आज हामी खातिब जानुपर्ने माथिमा तर साथीहरूले बसमा लगेकोले गर्दा आइसक्यो खातिब पुगेकै छौँ तर आज बारिश बहुत आयो प्लान चौपट हो गया के भयो प्लान चौपट हो गया लेकिन बहुत मजा आ गया आज चाहिँ यहाँ यस्तो धेरै पानी आयो निस्केको सन्डे हाम्रो सन्डे चाहिँ आज चाहिँ बेकार भयो दिन यस्तो पानी छ घुम्नु निस्केको त घुम्नु पनि राम्रोसँग भएको छैन मलमा बस्थ्यो बसमा जाँदैछौँ नि यो चाहिँ मेरो साथी विशेताको युट्युब हो सबैले सब्सक्राइब गरिदिनु होला मेरो साथीलाई माया गरिदिनु होला बिना गरिदिनु धेरै ज्यादा गरिदिनु उसलाई माया चाहिँ नि हामी कति घन्टा बस्यौँ निकै हामी मलमा 3 घन्टा चाहिँ हामी मलमा बस्यौँ हो अन्त चाहिँ अहिले पानी अलिक कम्ती भएर लिएर आएको मेरो साथीहरूलाई अन्त चाहिँ फाइनली फेरि मैले यही जग्गामा पनि यहाँ चाहिँ छोरा हिँडिरहेको छ यहाँनिर मैले खास नगरेर मेरोमा छ छाता म दुख्दो रहेछ हेर्नुहोस् हाम्रो नजरिया अनि यहाँ ल्याउनु खोजेको आज चाहिँ आजको भिडियो चाहिँ एकदमै राम्रो छ हो तर
अलमलिङ झन्डै 2-3 घन्टा चाहिँ हामी मलतिर बस्यौँ। अनि अलिक पानी कम्ती भएर खासमा चाहिँ हामी ब्याक टु घर भएको, ब्याक टु होम। तर यहाँनिर पानी रहेको देखेर चाहिँ पनि यहाँनिर आएर बस्यौँ। अन्त भिडियो बनाएको आजको दिन चाहिँ हाम्रो यसै भएर नै बित्न लाग्यो। अन्त यो चाहिँ थाक्यो, यस्तो रहँदा आँखाले भ्याइ नसक्ने खालके समुद्र छ। यहाँनिर एउटा फ्यामिलीले चाहिँ उनीहरू फिसिङ गरिरहेको छ। यहाँ चाहिँ मेरो साथीहरू छ। अनुसा के भयो? साथीको टिकटक चलेन भनेर साथीको टिकटक चलेन भनेर यहाँ रड्डी मानिरहेको छ, विश्वास मानिरहेको छ। उसको चाहिँ टिकटक नचलेर एकदम धेरै दुखीमा छ। यहाँ चाहिँ बनाइदिने मान्छे सरेन अरे हौ। भन्ने हो पानी चुँदो रहेछ यहाँ त। हामी चाहिँ आज घुम्न आएको, यस्तो धेरै पानी परेको छ भने यस्तो धेरै पानी परेको छ नि। हेर्नुहोस् यहाँ सबैजना माछा मार्नेहरू, फिसिङ गर्नेहरू यहाँनिर चाहिँ फिसिङको लागि चारो हाल्दैछ। यहाँनिर थुप्रो छ, कतिजना, 1जना 2जना 3जना 4जना 5-6जना जस्तो रहेछ यहाँनिर। Is the TikTok queen. TikTok queen. यो जग्गा भन्नुहुन्छ भने चाहिँ घाम लाग्दाखेरि चाहिँ यति दामी जग्गा हो क्या यो, यस्तो शानदार जग्गा छ। तर आज पानी परेर चाहिँ यस्तो ब्याड भयो नि हामीलाई। के बोकेको भन्नुहुन्छ नि, यहाँ पनि मेरो ब्याग छ भने यहाँ पनि मेरो ब्याग छ। अन्त यो जग्गा चाहिँ यस्तो दामी, यस्तो सुन्दर जग्गा थियो नि। आज पानी परेर चाहिँ बादल वर्षा बिजुली भएको छ हो। यस्तो पानी परिरहेछ। यहाँनिर चाहिँ मेरो साथीहरूले टिकटक बनाउँदैछ भने यहाँनिर 4-5-6जना 6जना जस्तो मान्छेले चाहिँ माछा मारिरहेको छ। हैया थाक्यो। अनि एउटा साथी चाहिँ हाम्रो यहाँनिर यहाँ पर गएर बसिरहेको छ जाउनुमा। ठिकै भयो। अनि एउटा साथी चाहिँ म पर बसिरहेछ, मानेन आउनु। आयो थाक्यो, आज त लास्टै थाक्यो। अफ ह्याट लगाएर मेरो कपाल पनि बिग्रेछ। अन्त चाहिँ यहाँनिर चाहिँ हामी भन्नुहुन्छ भने चाहिँ बिहानै 10 बजीतिर आएको, पानी परेर चाहिँ पर बस्यौँ मलमा। झन्डै 3-4 घन्टा बसेर चाहिँ हामी घर फर्किँदै पानी रहेर चाहिँ फेरि यो एरियामा आएको। भयो मेरो भयो, 2जनाको भएको छैन। ऊ चाहिँ पानी परेर चाहिँ नगएको फोटो खिच्नु के भन्नु चाहनुहुन्छ मेरो भ्लगमा? अलिक ठुलोसोले बोलिदिनु पर्यो। अब हामी चाहिँ घर गएको, पानी परिरहेछ। मेरो साथीले मलाई छाता उडाउँदैछ। यस्तो धेरै पानी पऱ्यो नि आज भन्नुहुन्छ भने, बिहानदेखिको पानी परेको, पुरै दिन पानी पऱ्यो। 3-4 घन्टा हामी मलमै बस्यौँ है। 3-4 घन्टा मलमा बसेर चाहिँ पानी रहेर चाहिँ हामी जुन घुम्नु जग्गा थियो त्यहाँनिर आएको। यस्तो धेरै पानी परेर भन्नुहुन्छ भने थाकेर एकदम बेहोस भइसक्यो। पानीले गर्दाखेरि फोनहरू डल्लै भिजिसक्यो हो। अब चाहिँ बाई बाई, हामी नेक्स्ट टाइम भेटौँला। से बाई बाई। हामी चाहिँ माला खाँदैछौँ। अन्त यो चाहिँ हामी चाहिँ एकदम हाम्रो चाहिँ भेज मालाहरू थाक्या चाहिँ लास्टै थाकेको हामी। कहाँ पुगेर लास्टमा खाना खानु चाहिँ मेरो घरको छेउमा आएर जुडिहाल्छु चाहिँ। बिचाराहरू कता जानेहरूलाई
मैले आज यता घुमाउँदै लिएर आएको बाई हेलो गाइस हामी चाहिँ खाना चाहिँ यो चाहिँ डिनर खाएको यो डिनर चाहिँ हामी फर्केर मेरो घरको छेउमा बसेर डिनर खाएको चाहिँ मालाहाटो निका उसको नामै आउँदैन मलाई के रिना अनुषा काली अनि म चाहिँ म यहाँ मलाई खिचाएको तिमीले यो चाहिँ म काली हो आउँदैछ म यहाँ चाहिँ म काली हो अनि हामी चाहिँ यो खाने